समग्र रूपमा नरसिंहधामको परिचय चाहिँ विश्वभरि पुगोस् यो महोत्सवबाट भन्ने हाम्रो उद्देश्य छ र त्यसलाई त्यही हिसाबले मनाउन खोजेका छौँ। पछिल्लो अघिल्लो जुन पुरुषोत्तम महिना थियो करिब 8 देखि 10 लाख भक्तहरू हामीले अनुमान गरेका हौँ। त्यो जो ट्राफिक व्यवस्थापन सुरक्षा आदि हेर्न जुन सरकारी संयन्त्र हुनुहुन्थ्यो उहाँहरूले 10 देखि 12 लाख आइपुग्नु भयो भन्नुहुन्थ्यो। हामीले पनि 8 देखि 10 लाख भक्तहरू चाहिँ प्रत्यक्ष रूपमा त्यहाँ आइपुग्नु भयो भन्ने आकलन गरेका थियौँ। यसपटक त्यो आउने त्यसलाई चाहिँ कमसेकम डबल गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ। त्यसका लागि आजैबाट हामी पूर्व पश्चिम नेपालका करिब 77 जिल्ला मध्येबाट 60-62 वटा जिल्ला चाहिँ पुग्ने हिसाबले 22 दिनको रथयात्राको कार्यक्रम राखेर आजैबाट हाम्रो यात्रा सुरु भएको छ। रथ अहिले लिएरै आएका छौँ र हामी चाहिँ देशभरि यसको प्रचार प्रसारकै लागि भनेर जाँदैछौँ। साथसाथमा यो प्रचार प्रसार गर्न जाँदै गर्दा हामीले अर्को के गरेका छौँ भने यो लक्ष्मी नरसिंह यन्त्र चाहिँ हामीले झिकाएका छौँ। त्यो लक्ष्मी नरसिंह यन्त्र लिएर चाहिँ प्रत्येक बजार सहर प्रत्येक गाउँमा पुग्दैछौँ र त्यो यन्त्र चाहिँ उहाँहरूलाई दिएर हामीले त्यो यन्त्र घरमा 11 दिन उहाँहरूले पूजा गर्नुहुन्छ र तत्पश्चात आफ्ना सन्तति आफ्ना पितृहरू सबैको नाम गोत्र आदि सहित त्यो लिएर उहाँहरू आउनुहुन्छ र यहाँ त्यसलाई सिद्ध गरेर पुनः घरमा लानुहुन्छ। त्यसलाई चाहिँ हामीले निःशुल्क रूपमा कमसेकम 1 लाख भक्तहरूको घरमा पुर्याउने भन्ने हाम्रो अभियान छ। यो पुरुषोत्तमभन्दा अगाडि चाहिँ 1 लाख भक्तहरूको घरमा नरसिंह यन्त्र पुर्याउने, अर्थात् त्यो लिएर 1 लाख उहाँहरू आउँदै गर्दा उहाँहरू एक्लै त कोही पनि आइन्छ, 2-4 जना लिएरै आइन्छ। त्यही हिसाबको प्रचार पनि हुन्छ। त्यसले के हुन्छ भने एउटा त्यहाँ प्रचार पनि हुन्छ, अर्को प्रत्येक घरमा भगवान् नरसिंहदेवको प्रसाद पनि पुग्ने भयो। जस्तो स्थायी रूपमा रहने गरी त्यो त प्रत्येक घरमा राखेर पूजा गरिन्छ। चिरकालसम्म नरसिंहधामको चाहिँ उहाँहरूलाई स्मरण रहिरहोस्। यसरी चाहिँ हामीले लक्ष्मी नरसिंह यन्त्र पनि वितरण गर्दैछौँ यही कार्यक्रम सँगसँगै। र 3 वर्षदेखि हामी यो नेपाल भारत यता उत्तर तिब्बत मानसरोवरसम्मका क्षेत्रहरूमा 108 वटा तीर्थहरूमा गएर यज्ञ गरिराखेका थियौँ र 108 तीर्थ यज्ञका क्रममा हामीले जुन यो 3 वर्ष लगाएर 108 तीर्थ यज्ञ पूर्ण, अझ एउटा यज्ञ बाँकी छ मानसरोवरको। हामी वैशाख 26 गते जाँदैछौँ, चैत 26 गते जाँदैछौँ। वैशाख 1 गते चाहिँ मानसरोवरको अन्तिम यज्ञ त्यहाँ पूर्ण गर्दैछौँ र ती सबैको पूर्ण आहुति चाहिँ हामीले यहाँ नरसिंहधाममै त्यसको पूर्ण आहुति पनि गर्दैछौँ र 108 वटै तीर्थको चाहिँ जल प्रसादी आदि सबै वितरण पनि नरसिंहधामबाटै गर्दैछौँ। यी सबै हिसाबले चाहिँ यसलाई अलिक व्यापक बनाउने, अलिक बृहत बनाउने र कमसेकम नेपाल अनि भारतका उत्तरी भारतका क्षेत्रहरूमा चाहिँ नरसिंहधाम भन्ने सबैले थाहा होस् भन्ने मुख्य उद्देश्य हो। जस्तो 12 वटा पीठहरू मध्येबाट स्कन्द पुराण, बर्खा पुराण आदि पुराणहरूमा चाहिँ व्याख्या गरिएको छ। हामीले यो यहाँहरूलाई दिन भनेर ल्याएको प्रेस रिलिजमा पनि यी कुराहरूलाई उल्लेख गरेका छौँ। यो चाहिँ 9 वटा अहोबिलम भन्ने ठाउँमा एकै ठाउँ नवनरसिंह पीठ पर्छ। त्यसै गरी सिमाचल भयो, यता नरसिंहपल्ली भयो, गर्दा 11 वटा चाहिँ भारतमा पर्छन्। उत्तर भारतकै लागि पनि वास्तवमा यही मात्र एउटा नरसिंह पीठ हो। त्यो पर्यटनका धार्मिक पर्यटनको हिसाबबाट चाहिँ एउटा धार्मिक पर्यटकीय हिसाबबाट, अर्को आर्थिक हिसाबले पनि यो स्थानको लागि चाहिँ त्यो अधिक फलदायी हुन्छ। त्यही भएर त्यो हिसाबले प्रचार गर्न खोजिरहेका छौँ र कार्यक्रमको अहिले हामीले जुन मोडालिटी अप्नाछौँ प्रचारका लागि त्यसको त उद्देश्य पनि कमसेकम 20 देखि 25 लाख भक्तहरू चाहिँ प्रत्यक्ष रूपमा यहाँ आइपुग्नुपर्छ भन्ने हिसाबले प्रयास गरिरहेका छौँ र यहाँहरू सबैको साथ सहयोग भयो भनेदेखि त्यो सम्भव हुने हो। किनभने अहिले चाहिँ समय भनेको मिडियाको छ। यहाँ जे देखाउन सकियो त्यही बिक्नी हो। जसले देखाउन सक्यो उसले उसको बिक्नी हो। त्यसकारण त्यो देखाउने माध्यम भने चाहिँ यहाँहरू हुनुहुन्छ। यसकारण पनि आज त्यो शनिबार बिदाकै दिन भए पनि तपाईँहरूलाई दुःख दिनु परेको चाहिँ यो कारणले हो। किनभने हामीले त्यो कार्यक्रम गर्दै गर्दाखेरि यसको चाहिँ जतिसक्दो ज्यादा स्थानमा ज्यादा जनमानसमा यो कुरा पुग्नु पर्यो। किनभने मान्छेलाई थाहा नपाइन्जेल त आइन्न नि त। यसकारण यहाँहरूलाई विशेष यो कसरी यसलाई सफल बनाउन सकिन्छ। अब वैशाखको 16 गतेबाटै हाम्रो त्यहाँ अभिषेक आदि कर्महरू चाहिँ वैशाखको 16बाटै सुरु हुन्छ। यद्यपि पुरुषोत्तम महिना चाहिँ जेठ 1 देखि 31 हो। तर पूर्ण आहुतिका कर्महरू, हवन आदि कर्महरू जस्तै यहाँ गोत्र पिछेका अलग अलग गोत्रका अलग अलग हवन बनाएर यसपटक नेपालमा यो बिल्कुलै फरक कार्य गर्दैछौँ। जस्तो प्रायः जता पनि यज्ञ हवन आदि गर्न जाँदाखेरि सबैको गर्ने एउटै मण्डप हुन्छ। हामीले चाहिँ यसपटक प्रत्येक गोत्र अनुसारका आफ्ना आफ्ना हवन कुण्डहरू त्यहाँ निर्माण सुरु गरेका छौँ ताकि आउँदै गर्दा कस्तो हुँदो रहेछ भने भक्तहरू आउँदै गर्दाखेरि त्यहाँ पुग्यो, त्यहाँ गएपछि त्यहाँ हवन गराउन बसेका सगोत्री परे, तिनलाई दान दिन भएन, यो भएन, कता के गर्ने, यो प्रकारका कुनै समस्या पनि नहुने आफ्ना आफ्ना हवन कुण्ड चाहिँ आफ्ना आफ्ना गोत्रका बनाउने भनेर त्यसको पनि सबै निर्माणका कामहरू सुरु भइसकेका छन्। अब हामीले ती सबै कर्महरू चाहिँ वैशाख 16बाटै सुरु गर्छौँ। वैशाख 17 गते नरसिंह चतुर्दशी पर्छ।
जसरी तपाईँको शिवरात्रि कृष्ण जन्माष्टमी भने जस्तै नरसिंह चतुर्दशी भनेको चाहिँ भगवान् नरसिंहदेव प्रकट भएको महिना र पुरुषोत्तम महिना फेरि अर्को एउटा विशेषता के छ भने पुरुषोत्तम महिनामा अधिक मास मलमास आदि भनेर चाहिँ देशैभरि अन्त कुनै पनि मठ मन्दिरहरूमा त्यति कार्यक्रमहरू कतै पनि हुँदैन तर नरसिंहधामको लागि चाहिँ यो विशेष महिना किनभने नरसिंहदेव प्रकट भएको महिना चाहिँ पुरुषोत्तम महिना हो जस्तो हिरण्यकश्यपुले चाहिँ ब्रह्मासँग त्यो वरदान माग्दाखेरि दिउँसो नमरौँ राति नमरौँ यी यावत वरदान माग्दै गर्दा ब्रह्माका सृष्टिमा भएका चाहिँ 12वटा महिनामा पनि नमरौँ भनेर जुन वरदान मागेको थियो यसकारण उसको वध गर्नकै लागि यो पुरुषोत्तम महिना जो अधिक महिना 13औं महिना भनौँ 13औं नम्बरको यो महिना चाहिँ सृष्टि गरेर यसमा चाहिँ वध गरेका कारण पनि यो नरसिंह क्षेत्रका लागि चाहिँ अधिक विशेष महिना रहेको छ र अब यहाँहरूकै माध्यमबाट हामी सबैलाई निमन्त्रणा पनि गर्न चाहौँ यहाँहरू सबैलाई त यसै पनि निमन्त्रणा छ यहाँहरूले त निमन्त्रणा भन्दा पनि अब त्यो यहाँहरूको घर हो यसकारण यहाँहरूको चाहिँ त्यो आफ्नो घर भयो त्यसको चाहिँ विकासका लागि यहाँहरू यसै लाग्नु नै हुन्छ त्यसका लागि यहाँहरूलाई मैले निमन्त्रणा गर्नु वा भन्नु पर्दै परेन तर यहाँहरूका माध्यमबाट हामी सबैलाई विशेष निमन्त्रणा गर्न चाहन्छौँ